नमस्ते। यति बेला तपाईसँग म कुरा गरिराख्दा यति बेला मध्य एसिया एकदमै सन्तासमा छ। इरानमाथि इजरायली र अमेरिकी आक्रमणले तीव्रता पाएको छ भने पुरै पूर्वी एसिया यति बेला तनावमय रहेको छ। भर्खरै समाचार अनुसार कतार, दुबई लगायतका अन्य अरबी मुलुकहरू यति बेला सन्तासको बीचमा गुज्रिरहेका छन्। साँच्चै के हो यो इरान माथिको आक्रमण? यदि शक्तिशाली देशहरूले अन्य देशहरूमाथि गरेको यो बर्बरतापूर्वक आक्रमण हो या साँच्चै परमाणु अस्त्रका विरुद्धमा इजरायल र अमेरिकाले इरान विरुद्ध चालेको कदम हो? अन्ततः डिप्लोमेसीलाई फेल खुवाउँदै यति बेला इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरिरहेका छन्। महिनौदेखिको तयारी र चारैतिरबाट जुन किसिमको स्थल तथा समुद्री मार्गबाट इरानलाई घेरिएको थियो र त्यसले एउटा खालको चाहिँ वार्ताको माध्यमबाट त्यस समस्यालाई समाधान गर्नका लागि अन्तर्राष्ट्रिय स्तरबाट जुन प्रयास भयो त्यो प्रयास भने असफल हुन गएको छ। यसले निम्त्याउन सक्ने खतरा अहिले यो दुईवटा तीनवटा देशहरूको बीचको युद्ध मात्र नभएर यसले क्षेत्रीय युद्धलाई बढावा दिन सक्छ। सँगसँगै यसले संसारभरि कस्तो खालको प्रभाव पार्न सक्छ भन्ने कुराले मानिसहरू चिन्तित रहेको पाउन सकिन्छ। आर्थिक रूपमा यसले एक किसिमको विश्वभर प्रभाव त पार्छ नै, त्यो सँगसँगै पेट्रोलियम पदार्थको मूल्य र हामी जस्तो नेपालमा रहेका हजारौं लाखौं नेपालीहरू यति बेला अरबियन भूमिहरूमा बसिरहेका छन्। यति बेला इरान मात्रै आक्रमणको शिकार बनिरहेको छैन, यसका विरुद्ध इरानले अरबका विभिन्न देशहरूमा आक्रमण गरिरहेको छ भने यसले एक किसिमको सन्तास फैलाइरहेको पाउन सकिन्छ। एक शक्तिशाली राष्ट्रले अर्को राष्ट्रमाथि उसको सार्वभौम सत्ता समेत सम्मान नगरिकन पालै पालो आक्रमण गरिरहँदा के विश्व यसको मुखदर्शक बनेर ठुलो हेरेर रहिरहन सक्छ? दोस्रो विश्वयुद्ध पश्चात संयुक्त राष्ट्र संघको स्थापना पछाडि आजसम्म आउँदा के संसारबाट अब डिप्लोमेसी हराउँदै गएको हो? अहिले भइरहेको इजरायल, इरान र अमेरिका बीचको युद्ध यदि क्षेत्रीय युद्धमा परिणत भयो भने र यो विस्तार भएर यदि तेस्रो विश्वयुद्ध भयो भने त्यसको क्षति संसारले बेहोर्न सक्छ। यदि यो युद्ध क्षेत्रीय स्तरमा विस्तार हुँदै गएर यसले डिफ्रेन्ट एसियन अरबियन कन्ट्रीहरूसम्म यसले फैलियो भने नेपालीहरूको भविष्य के हुन सक्छ? किनकि तपाईका हाम्रा आफन्तहरू लाखौंको संख्यामा यति बेला अरबियन कन्ट्रीहरूमा रोजगारीको सिलसिलामा हुनुहुन्छ र त्यसबाट पर्न सक्ने प्रभावमा नेपाल सरकारले सोचेको छ। यति बेला सबैका घरमा, सबैका मनमा, सबैको मस्तिष्कमा डरले डेरा जमाइसकेको छ। यति बेला सन्तासका बीचमा अरबियन डिफ्रेन्ट कन्ट्रीमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुरक्षित तरिकाबाट रहनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु भने सँगसँगै नेपाल सरकारले यदि कुनै त्यस्तो खालको प्रभाव पर्यो र नेपालीहरूलाई उद्धार गर्नु पर्यो भने त्यसको लागि तयारी अवस्थामा रहने व्यवस्था पनि गरोस् भन्ने अपिल गर्न चाहन्छु। र सँगसँगै यो युद्ध अन्त्य भई विश्वमा शान्ति कायम होस् भन्ने अपिल र शुभकामना व्यक्त गर्न चाहन्छु। जय देश।